Hey everyone, welcome back to my channel. आजको भिडियोमा चाहिँ मैले यस्तो खालको फेस्टिभ ब्रोन्ज आई मेकअप ट्युटोरियल लिएर आएको छु। यो मेकअप लुक चाहिँ म हजुरहरूलाई स्टेप बाई स्टेप गरेर देखाउने नै छु। आँखालाई चाहिँ अलिकति ब्रोन्ज कलर दिएर लिप्सलाई चाहिँ एकदमै न्युट्रल राखेको छु। अब अहिले दसैँ पनि नजिकै छ। दसैँको लागि पनि यो लुक एकदमै पर्फेक्ट हुन्छ। जुनै पनि फेस्टिभलको लागि एकदमै पर्फेक्ट छ। सो अलिकति ब्रोन्जी गोल्डन कलर भएको भएर जुनै पनि आउटफिटमा एकदमै मजाले सुट गर्छ। एकदमै सिम्पल छ, त्यस्तो हेभी गाह्रो लाग्ने कुरा केही पनि छैन। अब ढिलो नगरिकन भिडियो सुरु गरौँ है त। फर्स्टमा चाहिँ म यस्तो वेट टिस्यु लिएर आफ्नो होल फेसलाई मजाले क्लिन गर्छु। फेस मजाले क्लिन भइसकेपछि मात्र हाम्रो मेकअपको बेस चाहिँ एकदमै राम्रो बन्छ हैन। फोरहरू भइराख्यो भने चाहिँ त्यही फोरसँगै ब्लेन्ड हुन्छ मेकअप चाहिँ। सो त्यही भएर एकदमै केकी देखिन्छ। अनि त्यसपछि म यो डिभा बी नेचुरलको टोनिङ एन्ड हाइड्रेटिङ मिस्ट लगाउँदैछु। यसले चाहिँ एकदमै मजाको हाइड्रेसन दिन्छ अनि ग्लोई फिनिस दिन्छ। र कतै तपाईँको फाउन्डेसन कन्सिलरहरू मजाले ब्लेन्ड भइरहेको छैन भने चाहिँ यो स्प्रे गरिदिनु भयो भने चाहिँ मजाले ब्लेन्ड भइदिन्छ। त्यसपछि मोइस्चराइजर चाहिँ म यो सेफ फिक्स एन्टी एक्ने मोइस्चराइजिङ जेल लगाउन गइरहेको छु। यस्तो राम्रो छ यो मोइस्चराइजर है। यस्तो जेल बेसमा आउँछ। फेसमा इरिटेसनहरू यताउति भइरहेको छ भने चाहिँ यसले पुरै हिल गरे जस्तै फिल हुन्छ क्या। एकदमै चिसो चिसो खालि कुलिङ टाइपको है। मलाई चाहिँ एकदमै मनपर्छ यो मोइस्चराइजर। मैले चाहिँ 2 महिना जति भयो यो लगाउन थालेको, एकदमै मन परिरहेको छ। यदि तपाईँहरूको ओइली प्लस कम्बिनेसन स्किन टाइप हो भने चाहिँ एकदमै राम्रो मोइस्चराइजर हो यो चाहिँ। फेस राम्ररी मोइस्चराइज गरिसकेपछि चाहिँ म आइब्रोजतिर लाग्छु। अहिले चाहिँ म प्राइमर यताउति युज गर्दिनँ। अहिले यो सुट सक्ने बित्तिकै म फेस धुने नै हो। मलाई प्राइमरहरूको अहिले जरुरत छैन, त्यही भएर लगाउँदिनँ। मैले चाहिँ जस्ट टोनर र मोइस्चराइजर मात्रै लगाएको छु अहिले। तपाईँहरूले चाहिँ आफूलाई जे मनपर्छ, आफूलाई जे लगाउनुपर्छ जस्तो लाग्छ त्यो सबै लगाएर गर्दा हुन्छ। पोमेड युज गर्नको लागि चाहिँ मैले यस्तो खालको एङ्गल ब्रस लिएको छु, जसमा चाहिँ तल स्पुली पनि हुन्छ अनि यो माथि एङ्गल ब्रस पनि। पहिला म यो छेउको भागबाट चाहिँ एउटा लाइन ड्र गर्छु यता, अनि तलको गरिसकेपछि चाहिँ माथिको पनि एक लाइन यसरी गाइडलाइन फलो गर्दै अघि क्रिएट गरेको लाइनसँग जोइन गर्ने अनि यो बिचको ग्यापलाई चाहिँ यसरी फिलअप गरिदिने। अनि त्यसपछि यता बिस्तारै अगाडि आउने एकदमै लाइट ह्यान्डले, अनि यो अगाडि चाहिँ एकदमै लाइट ह्यान्डले बिस्तारै यसरी माथितिर लगेर फिलअप गर्ने। आइब्रोज भइसकेपछि चाहिँ म आई मेकअपतिर लाग्छु। आई बेस बनाउनको लागि चाहिँ म यो तेजरा कस्मेटिक्सको कन्सिलर युज गर्दैछु इन द सेड बीच। कन्सिलरलाई पहिला आफ्नो ब्याक अफ द ह्यान्ड लिन्छु, अनि त्यसपछि एउटा यस्तो खालको राउन्ड फ्ल्याट ब्रसले चाहिँ प्रडक्ट लिएर ठ्याक्क यो अघि बनाएको आइब्रोजमा चाहिँ यसरी गाइडलाइन लिँदै यसरी फिलअप गरिदिन्छ। कन्सिलर लगाइसकेपछि चाहिँ म यो एले गर्लको प्यालेटबाट यो व्हाइट सेडले चाहिँ आफ्नो यो आइलिडलाई चाहिँ मजाले सेट गर्छु। यति सेट भइसकेपछि चाहिँ म यो बिचको अलिकति इटा कलरको आई स्याडो लिएर आफ्नो आउटर इनर कर्नर दुवैमा प्लेस गर्छु। यस्तो फ्लफी खालको ब्लेन्डिङ ब्रस लिएर त्योभन्दा अलिकति लाइट कलर लिएर ब्लेन्ड गर्छु। ब्लेन्ड चाहिँ एकदमै मजाले गर्ने, बिस्तारै टाइम लगाएर। प्रडक्ट राम्ररी ब्लेन्ड भएन भने चाहिँ आई स्याडो पनि स्मुथ हुँदैन अनि एकदमै नराम्रो देखिन्छ। यसरी नै इन आउट गरेर सर्कुलर मोसनमा ब्लेन्ड गर्ने। अर्को आँखामा पनि त्यही प्रोसेस फलो गरेर ब्लेन्ड गर्ने। त्यसपछि यो डी केयरको सानो ब्रस लिएर यो डार्क ब्राउन कलर चाहिँ आफ्नो अप्पर ल्यास लाइनको नजिकै थोरै मात्र लिएर माथिको कलरसँगै ब्लेन्ड गर्ने। डार्क कलरले चाहिँ हाम्रो आँखालाई अलिकति डेप्थ अनि डिफाइन लुक दिन्छ। अब यो गोल्डन ब्राउन कलरको शिमर लगाउँछु। शिमर चाहिँ म औँलाले नै लगाउन प्रिफर गर्छु, एकदम मजाले लाग्छ। त्यसरी यो सेन्टर पार्टमा राख्ने अनि यसरी मजाले फिजाइदिने। अनि अर्को आँखामा पनि सेम त्यस्तै गरी सेन्टरमा राखेर फिजाइदिने। त्यसपछि यो ब्रोन्ज कलरको ग्लिटर लिएर अघिको शिमर माथि लगाउँदैछु। यो चाहिँ अघि लगाएको भन्दा अलिकति मोटो खालको ग्लिटर हो। ब्रोन्ज आई मेकअपको लागि चाहिँ यो कलर एकदमै राम्रो देखिन्छ।
अब फाउन्डेसनको सट्टा चाहिँ म यो दुईटा टिन्टेड सनस्क्रिन मिक्स गरेर लगाउँछु। एउटा चाहिँ डट एन्ड कीको अनि अर्को चाहिँ फेयर स्किनको टिन्टेड सनस्क्रिन हो। यो दुईटा मिक्स गरेर चाहिँ बेस बनाउँछु। यो डट एन्ड कीको चाहिँ अलिकति ग्लोई चिल्लो खालको हुने भएर अनि सेड पनि हल्का डार्क छ। सो यो फेयर स्किनसँग मिक्स गर्दा चाहिँ ठिक्कको टोन आउँछ। यसरी पुरै फेसमा फाउन्डेसनको सट्टा लगाउँछु। अब कन्सिलर चाहिँ टेस्राको युज गर्दैछु इन द सेड बीज। म्याट फिनिस दिन्छ यसले। यस्तो मजाको कभरेज छ। हाई इन्ड कन्सिलर लगाइरहेको जस्तो फिल हुन्छ। एकदमै लङ लास्टिङ पनि छ। सो बिहानदेखि मेकअप गरेर बेलुकासम्म लङ लास्टिङ चाहिरहेको छ भने चाहिँ म यही कन्सिलर लगाउँछु। नत्र नर्मली चाहिँ एलेगलकै लगाइरहेको हुन्छु। लुज पाउडर चाहिँ म नोटको लगाउँछु। यस्तो एउटा फ्लफी ब्रसमा प्रडक्ट लिएर एक्सेस प्रडक्ट हातमा रब गरेर बल्ल हल्का लाइटली मात्र सेट गर्ने, ताकि बाँकी मेकअप गर्दा चाहिँ क्रिज नबसोस् भनेर पछि फेरि एकचोटि सेट गर्छौँ। आइलाइनर चाहिँ मेरो अल टाइम फेभरेट सोनाटाको लगाउँदैछु। विङ बनाइसकेँ। अब अगाडि चाहिँ यसरी सकेसम्म पातलो लाइन बनाउने अनि अर्को आँखामा पनि सेम त्यस्तै गरी लगाएँ। अब आइलाइनर लगाइसकेपछि चाहिँ म यो अघि नकै यो डार्क ब्राउन कलर लिएर आफ्नो लोयर ल्यास लाइनमा ब्लेन्ड गरिदिन्छु। लोयर ल्यास लाइनमा यसरी ब्राउन कलरले ब्लेन्ड गर्दा आँखा अलिकति ठुलो देखिन्छ। आँखा ठुलो देखाउन वाटर लाइनमा एकदमै व्हाइट कलर लगाउन मन पर्दैन या लगाएर अजिब देखिनु भन्दा यो तरिका चाहिँ बेस्ट हुन्छ। अब ब्लसको लागि चाहिँ ओटोको यो दुईटा कलर मिक्स गरेर लगाउँछु। यो दुईटा मिक्स गर्दा चाहिँ एकदमै राम्रो सेड आउँछ। धेरै ब्राउन पनि देखिँदैन अनि धेरै पिङ्क पनि देखिँदैन। एकदमै सफ्ट सटल कलर देखिन्छ अनि मजाले यसरी अपवर्ड डिरेक्सनमा ब्लेन्ड गरिदिने। त्यसपछि एउटा पाउडर पफमा अघिकै सेम पाउडर लिएर म फेरि एकचोटि सेट गर्दैछु। अन्डर आईमा, नोजमा, आफ्नो चिनमा, सबैतिर। त्यसपछि आई कर्ल गरेर मेरो फेभरेट मेबलिन स्काई हाईको मस्कारा लगाउँदैछु। मेरो नेचुरल ल्यासेस चाहिँ एकदमै स्ट्रेट छ। नर्मली माथि फर्काउन चाहिँ एकदमै गाह्रो छ। सो जति हुन्छ त्यति नै छोडिदिन्छु। अब चाहिँ यो स्विस ब्युटीको चोको न्युड भन्ने सेडको लिप लाइनरले लिप लाइन गरेर लिपस्टिक पनि यही लगाइदिन्छु। एकदमै मिठो सफ्ट खालको कलर छ। कहिलेकाहीँ लिपस्टिकहरू भेटेन या खोजेको कलर पाएन भने चाहिँ यसरी नै लिप लाइनरले लगाउँदा पनि हुन्छ। अब फेस सेट गर्नको लागि म चाहिँ अघिकै टोनर स्पन्जमा स्प्रे गरेर हल्का टच गर्दै सेट गर्दैछु। जस्ट छुने मात्र, बेसरी ठिच्ने चाहिँ होइन। यो टोनर चाहिँ एकदमै भर्सटाइल छ है। मेकअप गर्नु अगाडि लगाउन नि मिल्छ, मेकअप गर्दै गर्दा ब्लेन्ड गर्न लगाउन नि मिल्छ अनि सेट गर्न लगाउन पनि मिल्छ। अनि फाइनली यो क्रिम हाइलाइटर लिएर आफ्नो इनर कर्नरमा प्लेस गर्दैछु ताकि आँखा अझै ब्राइट देखोस्। सो फाइनल लुक चाहिँ यस्तो देखियो। Thank you so much for watching. यो भिडियो कस्तो लाग्यो तपाईहरुलाई तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। यस्तै भिडियोहरुको लागि मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अर्को भिडियोमा छिटै भेट्नेछौँ।